What's up everyone? नेक्स्ट रियाक्सन चाहिँ हुन गइरहेको छ हाम्रो माया द एड्स ब्यान्ड। नाममै दम छैन त केटा हो। द एड्स ब्यान्ड हाम्रो टिनेजमा पुरै सुन्थ्यौँ होइन गीत। चाहेको होइन तिमीलाई होइन। अब चाहिँ एड्स ब्यान्डको हाम्रो माया भन्ने नयाँ सङ्ग आएको छ अफिसियल म्युजिक भिडियो। लेट्स रियाक्ट टु इट है त कस्तो रहेछ त नि। मैले सुनेको छैन होइन, सुनिदिइहालौँ, नयाँ आएको हो भर्खर। ओके ओए मात्र तिमी साथ दिनु भविष्य सँगै कोरौँला जिन्दगीको गोरेटोहरू हात समाई हिँडौँला। चार केटा भोकल हेर न कस्तो भयो होला है। सँगै कोरौँला जिन्दगीको गोरेटोहरू हात समाई हिँडौँला। मेरो सारा खुसी तिमीलाई दिउँला गाडा बेच्ने बाटो फुल सजाइदिउँला। हाम्रो माया आउने संसार आफै बनाउला जिन्दगीको गीतहरू मिली सँगै रचौँला। सम्बन्ध तिम्रो मेरो सधैँ यस्तै रहोस्। हाम्रो मायाको कथा उदाहरण बनोस्। ओए भोकल चाहिँ दामी छ यार, म्युजिक नि दामी। कमब्याक अफ एड्स ब्यान्ड। योभन्दा अगाडि नै अर्को गीत नै आएको थियो आउन चाहिँ। दुनियाँले के भन्छ पीडा सबै सहुला संसार साँची मुटुमा तिम्रो नाम लेखुला। तिम्रो हरेक सासको धड्कन बनिदिउँला सुख दुःखको पाइला सँगै चालिदिउँला। हाम्रो माया आउने संसार आफै बनाउला जिन्दगीको गीतहरू मिली सँगै रचौँला। तिम्रो मेरो सधैँ यस्तै रहोस्। हाम्रो मायाको कथा उदाहरण बनोस्। बहिनी यस्तो बेलामा भनौँ कि नभनौँ बर्खा लाग्न लागिसक्यो, सामान राख्ने ठाउँै भएन। अप्ठ्यारो नमानिकन 1-2 दिनमा खोटा खाली गर्थ्यौ है। ला कोठाखाली दुनियाँले के भन्छ पीडा सबै सहुला संसार साँची मुटुमा तिम्रो नाम लेखुला। तिम्रो हरेक सासको धड्कन बनिदिउँला सुख दुःखको पाइला सँगै चालिदिउँला। हाम्रो माया आउने संसार आफै बनाउला जिन्दगीको गीतहरू मिली सँगै
ह्याप्पिनेस भइरहेको छ गुजबम्स आयो यार सिद्धि यार किन सिद्धि हो ल लेजेन्ड भने लेजेन्ड हो क्या लेजेन्ड इज लेजेन्ड क्या होइन अलवेज क्या द एड्स म्यान हो नि त जीवन गुरुङको फेरि भोकल अति नै डेन्जर जीवन गुरुङ दाईको रेस्पेक्टेड जीवन गुरुङ दाई अनि लिरिक्स गिटार विष्णु गुरुङ दाई लिरिक्स पनि लेख्नु भएको रहेछ विष्णु गुरुङ दाईले अब बेस चाहिँ अमित गुरुङ दाई ड्रम्स गणेश राई दाई होइन साउन्ड इन्जिनियर अरुण तन्दुरकर दाई नै हो सब दाई हो लेजेन्ड भने लेजेन्ड हो क्या लेजेन्ड अति नै बवाल लाग्यो मलाई त कस्तो भिडियोले गुजबम्स पनि हान्यो अडियोले त झन् बेसी नै आइदियो अडियो फेरि भोकल फेरि अति बवाल हुन्छ क्या कस्तो दामी त्यो भाइब गर्ने टाइपको गीत थियो होइन द एड्स ब्यान्ड कस्तो लाग्यो त गाइज तिमीहरूलाई होइन मलाई चाहिँ अति बवाल लाग्यो अनि के छ कस्तो छ होइन कमेन्ट डाउन होइन अनि चाहिँ यो भिडियोको बारेमा केही कुन चाहिँ पार्ट अब तिमीहरूलाई दामी लाग्यो मतलब तपाईँहरूलाई दामी लाग्यो कुन चाहिँ पार्ट क्या यो सङको कुन चाहिँ पार्ट चाहिँ दामी लाग्यो कमेन्ट डाउन है त मलाई त यार बवाल लाग्यो यार सबै दामी लाग्यो यार अनि गीत पनि भोकल पनि म्युजिक पनि एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियोमा पुरै अब युज भएको हाम्रो आर्टिस्टहरू थिएटर आर्टिस्ट जस्तो छ होइन कस्तो दामी एक्टिङ हान्दैछ अनि त्यसपछि हाम्रो क्यामराम्यान दाइहरू होइन सबजनालाई साउट आउट एन्ड किप द लेगेसी अन लेजेन्ड भनेको लेजेन्ड नै हुन्छ भनेर सबलाई थाहा छँदैछ अनि गीत पनि ड्रप भइसकेको छ र सबैहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट डाउन पिस आउट